ठिठीको हृदयसँग बात गरे। अनि सेकेमले आफ्ना बाबु हमोरसँग यसो भनेर कुरा गरे, त्यस ठिटीलाई स्वास्नी हुनलाई मेरो निम्ति ल्याइदिनुहोस्। है, यो विवाहलाई हामी के को विवाहसँग तुलना गर्न सक्छौँ? प्रेम विवाह। है, विवाह भन्दा अगाडि नै उनीहरूको के छ? प्रेम सम्बन्ध छ। है, अनि त्यसपछि प्रेम सम्बन्ध भइसकेपछि हैन, ओछ्यान बिटुलिएपछि है, बल्ल तल के भन्छ? त्यो ठिटीलाई मेरो स्वास्नी हुनको लागि के गर्नु रे? ल्याइदिनु भन्दैछ। आज संसारमा के यो विवाह गर्दै छैन र? है, विवाह भन्दा अगाडि प्रेम सम्बन्ध हैन, आज हैन ओछ्यान सबै बिटुलिसकेको हुन्छ हैन, प्रेम सम्बन्ध हुन्छ अनि विवाह मान्छेले गरिरहेको छ। है, आज यो विवाहको विषयमा बाइबलमा पहिले बताइसकेको है, यो चाहिँ पहिलो हो। अब दोस्रो चाहिँ अर्को विवाह चाहिँ बाइबलले कुन विवाहलाई भनेको छ? 9 पदलाई पढ्नुहोस् त, 9 र 10। अनि हामीसँग विवाह बारी गर्नुहोस्, तपाईहरूका छोरीहरू हामीलाई दिनुहोस् र हाम्रा छोरीहरू आफ्ना निम्ति लैजानुहोस्। अनि हामीसँग बस्नुहोस्। अनि देश तपाईहरूकै सामु छ, यसमा बस्नुहोस्, व्यापार गर्नुहोस्, यसमा सम्पत्ति कमाउनुहोस्। यो विवाहलाई चाहिँ हामी के भन्न सक्छौँ? है, यो चाहिँ एउटा हैन व्यापारिक विवाह, अथवा अहिले डिपेन्डेन्टमा धेरै मान्छेले विवाह गरेर के गरिरहेको छ? पैसाको लागि डिपेन्डेन्टमा चाहिँ विवाह हैन गरेर कोर्टमा गएर विवाह गरेर मान्छे गइरहेको छ। अनि 2-4 वर्षसँगै बस्छ, त्यसपछि आफ्नो हैन सबै कुराहरू सेटिङ मिलाउँछ, त्यसपछि फेरि उनीहरू छुटेर डिभोर्स भएर बसिरहेको हुन्छ। है, आज सम्पत्ति कमाउनको लागि है आज मान्छेले के गरिरहेको छ? विवाह गरिरहेको छ। हुन्छ, यहाँनिर भन्दैछ है, तपाईहरु हाम्रो देश हामीसँग बिहेबारी गर्नुहोस् है, अनि हाम्रा छोराछोरीहरू है आफ्नो निम्ति लैजानुहोस्, अनि हामीसँग बस्नुहोस्, यस देशमा तपाईकै सामु यसमा बस्नुहोस् र व्यापार गर्नुहोस्, सम्पत्ति कमाउनुहोस्। आज मान्छेले के गर्दैछ? विवाहलाई एउटा सम्पत्ति कमाउने बाटो गरिरहेको छ। है, एउटा धन कमाउने बाटो बनाइरहेको छ आज विवाहलाई मान्छेले। हेर्नुहोस् है, आज यो विवाह संसारमा मान्छेले गरेको छ कि छैन भन्नुहोस् है? गरिरहेको छ। है, आज है सम्पत्तिको लागि मान्छेले कोर्टमा गएर विवाह पनि गरिरहेको हुन्छ, फेरि 2-4 वर्ष छोडपत्र हुन्छ, फेरि चर्चमा आएर मण्डलीमा आएर विवाह पनि गरिरहेको हुन्छ। है, आज यस्तो किसिमको विकृति आज यी दिनमा बढिरहेको छ। है, कोर्टमा गएर रातो साडीमा विवाह गरिरहेको हुन्छ, फेरि चर्चमा आएर सेतो साडीमा विवाह गरिरहेको छ। यति साह्रो अहिले विवाहमा आज विकृति बढिरहेको छ। किन? है, यो कुरा त बाइबलमा पहिले लेखिदिएको रहेछ। है, किनकि परमेश्वरको वचन बाहिर सारा संसार बितेर गए पनि परमेश्वरको वचनको एउटा बिन्दु पनि के हुँदैन रे? टलेर जाँदैन भन्छ। है, यो दोस्रो। अब तेस्रो विवाहको विषयमा बाइबल हेर्नुहोस् त, तपाईँले पढिदिनुहोस् 11 र 12 पदलाई यसैको। अनि सेकेमले तिनका बाबु र तिनका दाजुभाइहरूले भने, तपाईहरूको दृष्टिमा अनुग्रह पाऊ, तपाईहरूले मलाई जे भन्नुहुनेछ त्यो म दिनेछु। तपाईहरूले प्रशस्त गरी दाइजो र सौगात मबाट माग गर्नुहोस्, अनि तपाईहरूले मलाई भन्नुभए अनुसार म दिनेछु, तर त्यस ठिटीलाई चाहिँ पत्नीको रूपमा मलाई दिनुहोस्। हेर्नुहोस् त, जति सम्पत्ति चाहिन्छ मलाई माग्नुहोस् है, एकदम सौगातहरू दाइजोहरू, तर त्यो ठिटीलाई चाहिँ के गर्नुहोस् अरे? मलाई पत्नीको रूपमा दिनुहोस्। अहिले संसारमा यो दाइजो प्रथा अनुसारको विवाह हुँदैछ कि छैन? भइरहेको छैन? है, आज दाइजो प्रथा सिस्टमको विवाह आज संसारमा मान्छेले गरिरहेको छ। है, अनि आज हैन केटी पक्षले दाइजो दिन नसक्दाखेरि आज धेरै आज घरबारहरू के भएको छ? बिग्रिरहेको छ। है,
कति दिदीबहिनीहरूको त हत्या समेत पनि भएको छ है, माइतीले चाहिँ भने जस्तो दाइजो दिन नसक्दाखेरि है। यस कारणले गर्दा यो विवाहलाई पनि परमेश्वरको वचन बाइबलले है अनुमति दिँदैन है। तर यो विवाह आज संसारमा के हुँदैछ, गरिरहेको छ, दाइजो प्रथा अनुसारको विवाह है। हुन्छ त, यो चाहिँ तेस्रो भयो। अब चौथो विवाहको विषयमा बाइबल यहाँले के भन्छ, 15 पद 16 पदलाई पढ्दिनुहोस्। तर यो शर्तमा मात्रै हामी तपाईहरुको कुरा मान्नेछौँ। त्यो केटीको बाबुले भन्दैछ है, यहाँनिर केटीको नाम चाहिँ दिना हो है। अनि उसको बाबुले भनिरहेको छ हामी तपाईहरु हामी जस्तै हुनुभयो भने, अर्थात् तपाईहरुमा हरेक पुरुषको खतना भयो भने हामी हाम्रा छोरीहरू तपाईहरुलाई दिनेछौँ र तपाईहरुका छोरीहरू आफ्ना निम्ति ल्याउनेछौँ। हामी तपाईहरुसँग बस्नेछौँ। यो विवाहलाई चाहिँ हामीले एउटा पवित्र विवाह अथवा आदरणीय विवाहका हामी है एउटा है नाम हामी दिन सक्छौँ है। यहाँनिर त्यो दिनाको बाबुले भनिरहेको छ, केटीको बाबुले, यदि हाम्रो छोरी तपाईँले लानुहुन्छ भने पहिला तपाईँको छोराहरूको के हुनुपर्छ, खतना हुनुपर्छ है। खतना हुनु प्रभु यीशुलाई विश्वास गर्नुपर्छ, पापदेखि मुक्ति पाउनुपर्छ, पापको छुटकारा पाउनुपर्छ। यदि तपाईँको छोराहरूले विश्वास गर्नुभयो भने हामी पनि हाम्रो छोराहरू हाम्रो छोरीहरू पनि दिनेछौँ, तपाईँको छोरीहरू पनि हामीले ल्याउनेछौँ, अनि हामी एउटै जाति गर्नेछौँ। यो चाहिँ पवित्र विवाह जसलाई आदरणीय विवाहको दर्जा हामी दिन सक्छौँ है। यो चौथो प्रकारको विवाह हो। अब पाँचौं विवाह चाहिँ बाइबलमा आउनुहोस् त, तपाईँहरूले रोमीको किताबमा है, बातचित नगर्नुहोला, रोमीको किताबमा आउनुहोस्। पाँचौं विवाह चाहिँ यहाँनिर बताएको छ, रोमीको पत्रीमा आउनुहोस्। ल, रोमीको किताब यहाँनिर लेखिएको छ, रोमीको पुस्तक 1 अध्यायमा आउनुहोस्। रोमी 1 अध्यायको 26 र 27 पद पढिदिनुहोस्। रोमी 1 को 26 27। यही कारणले गर्दा परमेश्वरले तिनीहरूलाई निज कामनाहरूकै निम्ति त्यागिदिनु भयो, किनकि तिनीहरूका स्त्रीहरूले पनि स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारसँग साटे। अनि यही प्रकारले पुरुषहरूले पनि स्त्रीहरूसितको स्वाभाविक व्यवहार त्यागेर पुरुषहरूले पुरुषहरूसितै शर्म लाग्दो घिनलाग्दो काम गर्दै एकअर्काप्रति कामुकताले जले आफ्नो भ्रष्ट चालको उचित दण्ड आफैमा पाए है। अब यो विवाहलाई के भन्न सकिन्छ, समलिङ्गी विवाह है। पुरुषले पुरुषसितै विवाह, स्त्रीले स्त्रीसित विवाह अहिले संसारमा के छ, गरिरहेको छ है। यसलाई चाहिँ समलिङ्गी विवाह भन्ने भन्छ। यो विवाहलाई पनि परमेश्वरको वचन बाइबलले अनुमति दिँदैन है। अहिले संसारमा मान्छेले गरिरहेको छ है। हाम्रै नेपाल देशभित्र पनि हैन कति हैन दिन प्रतिदिन यो विवाह बढिरहेको छ है। पुरुषले पुरुषसित विवाह गरिरहेको छ, स्त्रीले स्त्रीसित विवाह गरिरहेको छ। अहिले यो समलिङ्गी विवाह अहिले संसारमा दिन प्रतिदिन बढ्दैछ है। यस कारणले गर्दाखेरि आज तपाईहरुले हेर्नु त 5 प्रकारको विवाहको विषयमा हामी पहिलो विवाहको विषयमा हामीले हेर्यौं है, प्रेम विवाह है। दोस्रो हैन एकदमै हैन डिपेन्डेन्टमा हैन मान्छे विवाह गरेर सम्पत्तिको लागि मान्छेले के गर्छ, विवाह गर्दो रहेछ है, अहिले गरिरहेको छ है। तेस्रो विवाह दाइजो प्रथा अनुसारको विवाह। चौथो विवाह जसलाई एउटा आदरणीय विवाह अथवा पवित्र विवाह भन्न हामी सक्छौं है। अनि त्यसपछि पाँचौं विवाह चाहिँ समलिङ्गी विवाह है। यसकारणले गर्दा यो 5वटा विवाह मध्ये है आज हाम्रो भाइ र बहिनीले गर्दै गरेको विवाह चाहिँ कुन हो है। जुन विवाहको विषयमा चाहिँ त्यो केटीको बाबाले हैन भने तपाईको छोराहरूको पहिला खतना हुनुपर्छ अथवा तपाईको छोराहरूले पहिला विश्वास गर्नुपर्छ, अनि मात्र हाम्रो छोरी तपाईँहरूले दिन सक्छौं है। अनि तपाईहरुको छोराछोरी
हैन पनि हाम्रो छोराछोरीले ल्याउन सक्छ। तर खतना चाहिँ पहिला पक्का हुनुपर्छ। अब यो खतना गर्नु चाहिँ के हो? प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नु हो, पापदेखि मुक्ति पाउनु हो, परमेश्वरको साँचो उपासना गर्नु है। बाइबलले कुरा भन्छ। आउनुहोस् त तपाईहरु मैले फिलिपीको किताबमा आउनुहोस् है। अहिले यो नयाँ नियम अनुसार यो खतना गर्नुले चाहिँ केलाई देखाउँछ? यो कुरा हामी बाइबलमा हामी पाउँछौँ। फिलिपीको किताबमा आउनुहोस्। फिलिपी 3 अध्यायको तपाईले पढिदिनुहोस्। फिलिपी 3 को 3 पद। किनभने हामी आत्मामा परमेश्वरको उपासना गर्नेहरू, ख्रीष्ट येशूमा आनन्द मनाउनेहरू, शरीरमा भरोसा नराख्नेहरू नै साँचो खतना हो। लड्नुहोस् त त्यहाँनिर त्यो केटीको बाबाले हैन, त्यो दिनाको बाबाले भन्एको छ, तपाईको छोरालाई हाम्रो छोरी दिनु हो भने तपाईको छोरीहरू हाम्रो छोराहरूको लागि ल्याउने कि पहिला तपाईहरु के हुनुपर्छ? खतना हुनुपर्छ। खतना नभएको मान्छेसँग हाम्रो छोराछोरी दिन पनि मिल्दैन, हामीले ल्याउन पनि मिल्दैन है। पहिला खतना हुनुपर्छ। अथवा प्रभु यीशु ख्रीष्टलाई के गरेको हुनुपर्छ? विश्वास गरेको हुनुपर्छ। पापदेखि मुक्ति पाएको हुनुपर्छ। परमेश्वरको सन्तान भएको हुनुपर्छ है। परमेश्वरको राज्यको हकवाला हुनुपर्छ। अनि मात्रै हामी के गर्न सक्छौँ है? विवाह हामी गर्न हैन, विवाह गरेर हाम्रो छोरीहरूलाई दिन सक्छौँ भनेर त्यो हैन दिनाको बाबुले त्यहाँनिर भनिदिएको छ। यस कारणले गर्दाखेरि आज हाम्रो भाइ र बहिनीको जुन पनि अहिले विवाह हुँदैछ, यहाँले प्रभु यीशुलाई ग्रहण गर्नुभयो, ग्रहण गरेर यहाँले बप्तिस्मा लिनुभयो है। बप्तिस्मा लिएर आजको दिनसम्म यहाँहरू सङ्गतिमा निरन्तर लागिरहनु भएको छ है। अनि यहाँहरूले प्रभुलाई आदर दिएको खण्डमै यहाँहरूले पनि के पाएको? यो आदर पाएको। किनभने प्रभुको वचन बाइबलले भन्छ है, जसले मलाई आदर गर्छ म पनि उसलाई के गर्छु? आदर दिनेछु, बाइबलमा भनेको छ है। त्यस कारणले गर्दाखेरि अब यहाँहरूको यो विवाह चाहिँ एउटा आदरणीय विवाह है, यहाँले गरिरहनु भएको छ है। अब यो आदरणीय विवाह हैन, अथवा यो आदर चाहिँ कस्तो मान्छेले पाउने रहेछ, कसलाई चाहिँ कस्तो व्यक्तिले दिने रहेछ भन्दाखेरि बाइबलले भन्छ है, आदर मान्छेको जीवन मान्छेले पाउनुभन्दा पहिला नि मान्छेको जीवनमा के गुणहरू हुनुपर्छ त्यो कुरा हामी हेर्नेछौँ। आउनुहोस् त प्रभुको वचन बाइबलमा बताएको छ। अब आदर पाउनुभन्दा पहिला है के कुराहरू चाहिँ तपाईँ मेरो जीवनमा है हुनुपर्ने रहेछ, ती गुणहरू हामी बाइबलबाट हामी हेर्नेछौँ। आउनुहोस् तपाईँहरू पनि यो कुरा हामी हेरौँ। यूहन्ना सुसमाचारमा आउनुहोस्। यूहन्ना सुसमाचारको किताबमा आउनुहोस् त। यूहन्ना सुसमाचारको पत्री यहाँनिर हामी पाउँछौँ। यूहन्ना सुसमाचार कृपया आउनुहोस् 12 अध्यायमा आउनुहोस्। यूहन्ना सुसमाचार 12 अध्यायको 26 पदलाई पढिदिनुहोस्। यूहन्ना सुसमाचार 12 को 26 पद। कसैले मेरो सेवा गर्छ भने उसले मलाई पछ्याओस्, म जहाँ छु त्यहाँ मेरो सेवक पनि हुनेछ। कसैले मेरो सेवा गर्छ भने उसलाई मेरो पिताले आदर गर्नुहुनेछ। लैनुहोस् त है, आदर कस्तो मान्छेले पाउने रहेछ? जसले परमेश्वरको सेवा गर्छ, परमेश्वरको भक्ति जसले गर्छ, जसले परमेश्वरलाई आदर दिन्छ भने त्यो व्यक्तिलाई पनि परमेश्वरले के दिनुहुँदैछ? आदर दिनुहुँदैछ है। त्यसकारण आज हाम्रो भाइ है बहिनीले आजको दिनसम्म है प्रभुलाई यहाँले जुन पनि आदर गर्नुभयो, प्रभुलाई आदर दिँदै यहाँले जुन पनि सेवा गर्नुभयो, आफ्नो जवानी जीवनलाई हैन हर किसिमको पाप परीक्षादेखि यहाँले जोगाउनु भयो, त्यसैको परिणाम आज यहाँले के पाउनु भएको छ? आदर पाउनु भएको छ है। त्यसकारणले गर्दाखेरि आदर पाउनको लागि पहिला आदर पाउन लायकको जीवन तपाईहरु ममाउनु पर्छ है। आदर पाउने लायकको जीवन तपाईहरु ममै छैन भने तपाईहरुले आदर पाउँदैन। आज हामी देख्छौं कतिजना व्यक्तिहरु जसलाई हामीले चाहेर पनि आदर हामी दिन सक्दैनौं है, चाहेर आदर पनि गर्न पाउँदैन है। तर जसले हामीले नचाहेर पनि आदर हामी दिइरहेको हुन्छौं है, किनभने परमेश्वरले नै आदर दिएपछि है आज मान्छेले हैन है केही पनि गर्न सक्दैन। त्यसकारण त बाइबलले हेर्नुस् त है, बालमको विषयमा हामी पाउँछौं। बालमले इजरायलहरुलाई है श्राप दिन गएको मान्छे है उ त आशीर्वाद दिएर फर्किन्छ। अनि त्यहाँनिर भन्छ
जसले परमेश्वरले नै हैन आशिष दिएको मान्छेले मैले कसरी श्राप दियो, परमेश्वरले नै नसरापेको मान्छेले मैले कसरी श्राप है। पछि त बालमले के भन्छ है, उल्टै श्राप दिन गएको मान्छे त आशीर्वाद दिएर फर्किन्छ प्रभुका चरणमा। यस कारणले गर्दाखेरि आज यो आदरणीय विवाह यहाँले जुन पनि गइरहनु भएको छ, यो आदर पाउनको लागि है पहिला हामीले साँचो हृदयले साँचो मनले चाहिँ परमेश्वरको सेवा भक्ति हामीले गरेको हुनुपर्छ है। यदि परमेश्वरको सेवा भक्ति हामीले साँचो हृदय साँचो मनले यदि गरेका छैनौँ भने त्यो व्यक्तिले आदर पाउँदैन है। आदर परमेश्वरले त्यो व्यक्तिलाई दिनुहुन्न है। त्यस कारणले गर्दाखेरि आदर पाउनलाई पहिला हामीले साँचो मनले है परमेश्वरको के गर्नुपर्छ, सेवा गर्नुपर्छ। ईश्वरको हैन भक्ति हामीले गरेको हुनुपर्ने रहेछ, अनि मात्रै त्यो व्यक्तिले है व्यक्तिलाई परमेश्वरले आदर दिनुहुन्छ है। अब दोस्रो कुरा बाइबलमा यहाँ के भनेको छ, आदर चाहिँ कसले पाउँछ भन्छ, तपाईहरु मिलाउनुहोस्। भजन संग्रह किताबमा आउनुहोस् त, 91 अध्यायमा आउनुहोस्। भजन संग्रह किताब 91 अध्यायमा आउनुहोस्। भजन संग्रह 91 अध्यायमा यहाँनिर हामी पाउँछौँ। 91 अध्याय 15 पदलाई पढिदिनुहोस्। भजन 91 को 15। उसले मलाई पुकार्ने छ र म उसलाई जवाब दिनेछु। सङ्कष्टमा म उसको साथमा हुनेछु, म उसलाई छुटाउनेछु, उसलाई आदर दिनेछु। आदर कसले पाउने रहेछ, जसले परमेश्वरलाई प्रार्थना गर्छ है। प्रार्थनामा जसले आफ्नो जीवन व्यतीत गर्छ त्यो व्यक्तिले के पाउँछ, आदर पाउँछ। यहाँनिर के भनेको छ है, उसले मलाई पुकार्ने छ, म उसलाई जवाब दिनेछु है, म उसको साथमा हुनेछु, म उसलाई छुटाउनेछु र उसलाई आदर दिनेछु। आदर त्यो व्यक्तिले पाउँछ जुन व्यक्तिले परमेश्वरलाई प्रार्थना गर्छ है, जसले साँचो हृदयले परमेश्वरको सेवा गर्छ, जसले चाहिँ परमेश्वरलाई चाहिँ हैन प्रार्थनामा समय व्यतीत गर्छ नि, त्यो व्यक्तिले आदर पाउने रहेछ, उसलाई परमेश्वरले आदर दिनुहुने रहेछ है। यसकारणले गर्दाखेरि आज है तपाईहरुले आदर पाउनको लागि हामीले जिउने जीवन चाहिँ पहिलो कुरा साँचो मनले प्रभुको सेवा गर्नु, अनि त्यसपछि प्रार्थनाको जीवन हामीमा हुनुपर्छ है प्रभुप्रति है। अनि मात्र त्यो व्यक्तिलाई परमेश्वरले के गर्नुहुन्छ, आदर उहाँले दिनुहुने रहेछ है। अनि अर्को पद हेर्नुहोस् त, बाइबलले के भन्छ, हितोपदेशको किताब 15 अध्यायको 33 पद पढ्नुहोस् त। हितोपदेश 15 अध्याय 33 पद। परम प्रभुको भय मान्नु चाहिँ परम प्रभुको भय मान्नु बुद्धि पाउनु शिक्षा हो। आदर पाउनु भन्दा अघि नम्रता आउँछ। नम्र मान्छेले के पाउने रहेछ, आदर पाउने रहेछ। घमण्डी मान्छेले आदर पाउँदैन है। घमण्डी मान्छे अहंकारी मान्छेहरू है ले आदर पाउँदैन रहेछ। तर आदर इज्जत चाहिँ त्यो मान्छेले पाउँछ जसको जीवन के छ, नम्र छ, सहनशीलताको जीवन छ है। ती व्यक्तिलाई चाहिँ परमेश्वरले आदर दिनुहुन्छ, त्यो व्यक्तिले आदर पाउने रहेछ है। त्यसकारणले गर्दाखेरि है यहाँ हाम्रो भाइ बहिनीले जुन पनि आदर यहाँले पाइरहनु भएको छ, यो आदर त्यसै पाएको होइन है। यहाँहरूको नम्रताले गर्दाखेरि है यो आदर है यहाँले पाइरहनु भएको छ है। प्रार्थनाको जीवन हैन को कारणले गर्दा यो आदर यहाँले पाइरहनु भएको छ है। अनि आजको दिनसम्म जस्तै परिस्थितिमा पनि प्रभुको पछि लाग्न हैन यहाँले छोड्नु भएन है। प्रभुकै हैन सेवा यहाँले जस्तै परिस्थितिमा पनि गरिरहनु भयो। त्यसकारणले गर्दाखेरि यहाँले के पाउनु भयो, यो आदर पाउनु। त्यसकारणले गर्दाखेरि आज हाम्रो बिचमा कति हाम्रो जवान भाइ बहिनीहरू हुनुहुन्छ जसले भविष्यमा तपाईहरु विवाह गर्न गइरहनु भएको छ। तपाईले पनि यो आदर पाउनु हो भने यी जीवनहरू चाहिँ के गर्नुपर्छ, तपाईले पनि जिउनु पर्छ। अनि मात्रै यो आदरणीय विवाह तपाईले पनि देख्न पाउनुहुन्छ, आफैले अनुभव गर्न पाउनुहुन्छ है। तर हामी घमण्डी भयौं भने है, प्रार्थनाको जीवन हामीले जिएनौं भने, प्रभुको सेवा भक्ति हामीले साँचो मनले साँचो हृदयले यदि हामीले गरेनौं भने यो आदर तपाईले हैन भावी आउँदो हैन जवान भाइ बहिनीले यो आदर देख्न पाउँदैन। त्यसकारणले गर्दाखेरि यस्तो प्रकारको जीवन आदर पाउनको लागि हामीले
जिउनु पर्ने छ। अब हामीले यो कुरा जान्नुपर्छ कि अब भाइ र बहिनी आजदेखि एउटा परिवारमा के गर्दै हुनुहुन्छ, यहाँहरू गाभिनु भएको छ, परिवारमा यहाँहरू जोडिनु भएको छ है। हिजोको दिनसम्म भाइ एक्लै थियो, बहिनी एक्लै थियो होइन, आफ्नो आफ्नो तरिका आफ्नो आफ्नो होइन इच्छा अनुसार जिइरहनु भएको थियो। तर आजको दिनदेखि यहाँहरू एउटा घर एउटा परिवारमा के गर्नु हुँदैछ, यहाँहरू बनिरहनु भएको छ है। अब यो घर होइन परिवारमा यहाँहरू होइन अब गाभिरहनु भएको छ। अब यो घर यो परिवारभित्र चाहिँ एउटा कुरा चाहिँ के हुनुपर्छ है, परमेश्वर चाहिँ बास गरेको हुनुपर्छ है। अनि मात्रै त्यो घर त्यो परिवारको भविष्य चाहिँ के हुन्छ, एउटा सुखमय प्रकारले व्यतीत हुन्छ है। जसरी हामीले कफरनहुम भन्ने जग्गामा है प्रभु यीशु घरभित्र हुनुहुन्छ भन्ने कुरा हामीले सुनेको थियो है। आज भाइ र बहिनीको अब यो घरभित्र पनि प्रभु यीशु हुनुहुन्छ त्यो घरमा त्यो परिवारमा भन्ने कुरा हामी सबैले के गरेको हुनुपर्छ, हामीले सुन्नुपर्छ है। मर्कुसको किताब 2 अध्यायको 1 पदलाई पढिदिनुहोस् त फेरि। मर्कुसको किताब 2 अध्याय 1 पद। अनि फेरि केही दिनपछि प्रभु येशू कफरनहुम भन्ने गाउँभित्र उहाँ पस्नुभयो। उहाँ चाहिँ घरभित्र हुनुहुन्छ भन्ने कुरा सुनियो हेर्नुहोस् है। कफरनहुममा जब प्रभु येशू पस्नुभयो अनि उहाँ चाहिँ एउटा घरभित्र हुनुहुन्छ भन्ने कुरा चाहिँ के भरे, चारैतिरको मान्छेले सुन्यो भने भन्छ है। अनि चारैतिरको मान्छेले प्रभु येशू त्यो घरभित्र हुनुहुन्छ भन्ने कुरा सुनिसकेपछि मान्छे के गर्छ, भिडका भिड त्यहाँनिर मान्छेहरू भेला भए है। अनि भेला भएपछि धेरै मान्छेले पापदेखि मुक्ति पाएको छ है, रोगहरूको चङ्गाइ पाएको छ है। विभिन्न किसिमको पीर र व्याथामा होइन आज परेका मान्छेले सान्त्वना उत्साह ढाडस प्रेरणा पाएर त्यो घरबाट गएको छ। यस कारणले गर्दाखेरि अब हाम्रो भाइ र बहिनी आजदेखि एउटा घर बनिरहनु भएको छ, एउटा परिवार यहाँहरू बनिरहनु भएको छ। अब यो घरभित्र है प्रभु यीशु ख्रीष्ट हाम्रो परमेश्वर है हुनुहुन्छ भन्ने कुरा के गर्नुपर्छ, चारैतिर सुनिनुपर्छ। अब प्रभु यीशु हुनुहुन्छ भन्ने कुरा सुनिनको लागि प्रभुको बास चाहिँ अब तपाईँहरूको परिवारभित्र है रहिरहनको लागि नि अब एउटा कुरा चाहिँ होइन हामीले के गर्नुपर्छ भन्दाखेरि भजन सङ्ग्रह किताबमा आउनुहोस् त, बाइबलले भन्छ एउटा चाहिँ होइन उपाय यहाँनिर बताएको छ बाइबलले। प्रभु यीशु हाम्रो घरभित्र हुनुहुन्छ भन्ने कुरा चारैतिर सुनिनु हो भने नि अब त्यो घरभित्र चाहिँ है के हुनुपर्छ बाइबलमा यहाँनिर बताएको छ। आउनुहोस् त 32 अध्याय भजन सङ्ग्रहमा आउनुहोस्। भजन सङ्ग्रह 32 अध्यायमा आउनुहोस् त। यहाँनिर हामी देख्छौँ भजन सङ्ग्रह तपाईँहरूले यहाँनिर एउटा पद हामी पढ्छौँ। भजन सङ्ग्रहको किताब एकछिन 16 अध्यायमा लेख्छ। भजन सङ्ग्रह 16 अध्यायमा आउनुहोस्। भजन सङ्ग्रह 16 अध्यायको तपाईँले 8 पदलाई पढिदिनुहोस्। भजन 16 को 8 पद। मैले परम प्रभुलाई सधैँ आफ्नो सामु राखेको छु। उहाँ मेरो दाहिने हातपट्टि हुनुहुन्छ, यसैले म डगमगाउने छैन। है प्रभु यीशु ख्रीष्ट परमेश्वर तपाईँ हाम्रो भाइ र बहिनीको घरभित्र हुनुहुन्छ भन्ने कुरा यदि सुनिनु हो भने है भाइ र बहिनीले चाहिँ प्रभुलाई चाहिँ कतापट्टि राख्नुपर्छ अरे, आफ्नो दाहिनेपट्टि राख्नुपर्छ है। यहाँनिर के भनेछ, आफ्नो सामुन्ने राख्नुपर्ने छ। यहाँनिर भन्दैछ है हामीले पढेर गयौँ, मैले परम प्रभुलाई सधैँ आफ्नो सामु राखेको छु अनि उहाँ मेरो दाहिने हातपट्टि हुनुहुन्छ, यसैले म डगमगाउने छैन। भनेपछि आज यो चाहिँ एउटा मुख्य उपाय हो पारिवारिक जीवन चाहिँ सुखमय हुनु हो भने। पारिवारिक जीवन चाहिँ एउटा आशिषित बन्नको लागि यो सबैभन्दा ठुलो के हो, सूत्र हो यो चाहिँ है। सबैभन्दा मुख्य होइन कुरा चाहिँ प्रभु यीशु ख्रीष्टलाई चाहिँ भाइ र बहिनीले सधैँ के गर्नुपर्छ, आफ्नै सामु राख्नुपर्छ है। भाइ र बहिनीको बिचमा को हुनुपर्छ, प्रभु हुनुपर्छ। यदि तपाईँहरू दुईजनाले प्रभुलाई एकातिर पन्छाएर होइन प्रभुलाई तपाईँहरूको बिचमा ठाउँ दिनु भएन भने तपाईँहरूको पारिवारिक जीवन सुखमय बन्न सक्दैन है। त्यस कारणले गर्दा पारिवारिक जीवन सुखमय हुनको लागि है तपाईँहरूको घरमा सधैँभरि प्रभुको बास हुनको लागि तपाईँले प्रभुलाई के गर्नु पर्यो, सधैँ आफ्नो सामुन्ने राख्नु पर्यो है।
भाइले पनि बहिनीले पनि प्रभुलाई के गर्नुपर्छ? आफ्नो सामने है प्रभुलाई हामीले राख्नुपर्छ है। अनि भाइले पनि बहिनीलाई प्रभुमा भएर प्रेम गर्नुपर्छ, बहिनीले पनि भाइलाई प्रभुमा भएर प्रेम गर्नुपर्छ। अरे प्रभुलाई तपाईँले साइड लगाउनु भयो है, अनि तपाईँहरू दुईजनाको बिचमा प्रभुको उपस्थिति भएन, तपाईँहरू आफू खुसी होइन तपाईँहरू चल्नु भयो भने पारिवारिक जीवन सफल बन्न सक्दैन। यसकारण त बाइबलमा होइन दुईजना व्यक्तिले प्रभुसँग भाकल गरेर प्रभुलाई बाचा बाँधेको छ है। दुई परिवारले चाहिँ त्यो परिवारले के भनेको छ नि, प्रभु सधैँभरि है तिम्रो वंश र मेरो वंशको बिचमा के गरोस् अरे? रहिरहोस् भन्छ क्या है। प्रभु सधैँभरि तिम्रो वंश तिम्रो परिवारको बिचमा अनि मेरो परिवारको बिचमा रहिरहोस् भन्छ। आज यदि प्रभु है लाई चाहिँ हामीले बिचमा जब हामी राख्छौँ, मध्यस्थकर्ता प्रभुलाई हामीले बनाउँछौँ भने हाम्रो पारिवारिक जीवन होइन सुखी जीवन बन्न सक्छ है। त्यो दुई परिवार हामी को पाउँछौँ? दाउद र जोनाथनको परिवारलाई हामी पाउँछौँ। आउनुहोस् त बाइबलमा आउनुहोस् है, पहिला समुएलको किताबमा आउनुहोस्। पहिला समुएलको किताब आउनुहोस् त, तपाईँले 20 अध्याय खोल्नुहोस्। पहिला समुएलको किताब 20 अध्यायको तपाईँले पढिदिनुहोस् 42 पदलाई। पहिलो समुएल 20 अध्याय 42 पदलाई पढिदिनुहोस्। अनि योनाथनले दाउदलाई भने शान्तिसित जाऊ, किनभने हामी दुवैले परमप्रभुको नाममा यसो भन्दै कसम खाएका छौँ। परमप्रभु म र तिम्रो बिचमा सधैँ मेरो वंश र तिम्रो वंशको बिचमा सधैँका निम्ति रहिरहन्। तब उनी उठेर हिँडे, योनाथन सहरतिर लागे। लैजानुहोस् त है, म र तिम्रो बिचमा अनि तिम्रो परिवार र मेरो परिवारको बिचमा को रहोस् अरे? परम प्रभु रहोस् है। यसरी बाचा त्यो दुई परिवारले त्यहाँनिर बाँधेको छ। अनि आज तपाईँले मैले यो कुरा जान्नुपर्छ, हाम्रो भाइ र बहिनीले यो कुरा याद गर्नुपर्छ है। तपाईँले जहिले पनि प्रभुलाई आफ्नो सामने राख्नुपर्छ अनि प्रभुलाई चाहिँ के गर्नुपर्छ? मध्यस्थकर्ता प्रभुलाई बनाउनुपर्छ है। यदि तपाईँले प्रभुलाई मध्यस्थकर्ता हुनु दिनु भएन, प्रभुलाई आफ्नो सामने तपाईँले राख्नु भएन भने पारिवारिक जीवन है सुखमय बन्न सक्दैन, पारिवारिक जीवन चाहिँ सफल परिवार बन्न सक्दैन है। आज यी दिनमा धेरै घर परिवार किन भत्ताभुङ्गे भइरहेको छ है। अहिले तपाईँ र मैले होइन अदालतमा गएर हामीले हेऱ्यो भने अदालतको केस हेर्दाखेरि सबभन्दा बढी चाहिँ अदालतमा के कुराको केस आउँछ अरे भन्दा नि सम्बन्ध विच्छेदको केसको फाइल चाहिँ दिनदिनै चुल्लिँदै गर्छ अरे कि है। अरू केस अरू समस्या भन्दा पनि पारिवारिक सम्बन्ध विच्छेदको केस चाहिँ सबभन्दा बढी अहिले अदालतमा चाहिँ थुप्रेर बसेको छ भन्छ है। आज यति साह्रो होइन आज पारिवारिक सम्बन्ध पारिवारिक जीवन किन आज होइन सफल बन्न सकिरहेको छैन भन्दाखेरि है प्रभुलाई के नदिएर स्थान नदिएको कारणले, प्रभुलाई प्राथमिकता नदिएको खण्डमा है आफू खुसी होइन आज चलेको खण्डमा अहिले दिनमा धेरै घर परिवारहरू के हुँदैछ? लथालिङ्गै भइरहेको छ। अहिले संसारमा सबैभन्दा बढी मुख्य समस्याको विषय भनेको नै वैवाहिक जीवन चाहिँ सबभन्दा बढी समस्याको बाटोबाट भएर गइरहेको छ भन्छ संसारमा है। संसारमा वैवाहिक जीवन चाहिँ सबैभन्दा बढी समस्याको पाटो बनिरहेको छ भन्छ। किन आज वैवाहिक जीवन समस्याको कारण बनिरहेको छ है? आज विवाहमा होइन प्रभुलाई के छैन है? स्थान छैन है। प्रभुलाई होइन पहिलो स्थान दिएको हुँदैन है। अनि त्यसपछि विवाहपछि पनि होइन श्रीमान श्रीमतीले पनि प्रभुलाई है प्राथमिकता नदिँदा, प्रभुलाई आफ्नो सामने नराख्दाखेरि, प्रभुलाई मध्यस्थकर्ता नबनाउँदाखेरि आज दिनमा धेरै विवाहहरू अहिले लथालिङ्ग बनिरहेको छ। यस कारणले गर्दा आज तपाईँ मैले यो कुरा जान्नुपर्छ कि जब हाम्रो वैवाहिक जीवन पारिवारिक जीवन जब असफल हुन्छ नि त्यसको असर त्यसको समस्या कहाँ पर्छ? मण्डलीभित्र पनि पर्छ। किनकि मण्डलीको सुरुवात भनेको कहाँबाट हुन्छ? परिवारबाट हुन्छ। बाइबलमा हामी देख्छौँ मण्डलीको सुरुवात भनेको घर हो, परिवार हो। तर परिवारै लथालिङ्गै भयो भने, परिवारै भत्ताभुङ्गे भयो भने
मण्डली कहिले पनि मण्डली चाहिँ हैन सुध्रिन सक्दैन, मण्डली ठिक हुन सक्दैन। त्यसकारणले गर्दाखेरि आज तपाईहरुले हैन हाम्रो वैवाहिक जीवन हैन पारिवारिक जीवन एउटा सुखमय र एउटा सफल जीवन हामीले जिउनु हो भने प्रभुलाई पहिलो स्थान दिन हामीले के गर्नु हुँदैन, कहिले पनि छोड्नु हुँदैन। जहिले पनि हामीले प्रभुलाई सामने राख्नुपर्छ है। अनि हामीले जे कुरा गर्छौं प्रभुमा भएर गर्नुपर्छ है। भाइले पनि बहिनीलाई, बहिनी पनि भाइलाई प्रेम चाहिँ प्रभुमा भएर जब गर्छौं नि, पहिलो स्थान प्रभुलाई दिएर, त्यसपछि बल्ल यो पारिवारिक जीवन हैन एउटा सुखी जीवन बन्न सक्छ। त्यसकारणले गर्दाखेरि आज हामी बाइबलमा एउटा परिवारको उदाहरण हामी हेरौँ। यो परिवार बडो सुखी परिवार थियो अनि त्यो परिवारबाट चाहिँ हैन आज अरू विश्वासी जनहरूले पनि के गरेका थिए, आशिष पाएको कुरा हामी देख्छौँ। आउनुहोस् त, अब हामी धेरै लामो समय लिँदैन, अब एउटा परिवारको नमुना हामी हेरौँ। तिमोथीको किताबमा आउनुहोस्। यो परिवार बाइबलमा एकदमै लुकेको परिवार छ है। त्यति नाम हामी सुन्दैनौँ यो परिवारको विषयमा, तर यो परिवारको ठुलो भूमिका हैन प्रभुको दास पावलको सेवकाई प्रति हामी पाउँछौँ है। आउनुहोस् त, तपाईहरुले यो कुरा हामी देख्छौँ। तिमोथीको किताबमा आउनुहोस्। दोस्रो तिमोथीको किताब 1 अध्यायको तपाईले पढिदिनुहोस् त। 16 पद, 17 पद, 18 पदसम्म पढिदिनुहोस्। ओनेसिफोरसको परिवारलाई प्रभुले दया गरून्, किनभने तिनले मलाई बारम्बार शीतल पारे, मेरो साङ्लासँग लजाएनन्। तर जब तिनी रोममा थिए, तिनले खुबै यत्न गरेर मलाई खोजे, मलाई भेट्टाए। त्यस दिन प्रभुबाट कृपा पाउनलाई प्रभुले तिनलाई दया गरून्। एफेससमा तिनले कति धेरै कुराहरूमा मेरो सेवा गरेका थिए, यो त तिमीलाई राम्ररी थाहा छ। हेर्नुहोस् न, यहाँनिर एउटा उदाहरण यो परिवार हामी देख्छौँ, नमुनाको परिवार। यो परिवारको नाम के रहेछ, ओनेसिफोरसको परिवार भनेको छ। अनि यो परिवार यस्तो खालको परिवार रहेछ, यो परिवारको कारणले गर्दा प्रभुको दास पावलले पनि के पाए रे, सान्त्वना पाए भन्छ। त्यतिखेर पावल चाहिँ रोममा के थियो, रोमको जेलमा थियो है। रोम चाहिँ इटालीको राजधानी हो है, इटाली भन्ने देशको है। अनि त्यतिखेर प्रभु यीशु ख्रीष्टको नामको खातिर चाहिँ पावललाई जेलमा हालेको थियो त्यतिखेर। अनि त्यो जेलबाट चाहिँ पावलले अन्तिम चिठी चाहिँ यहाँनिर के गरेको छ, तिमोथी भन्ने व्यक्तिलाई यहाँनिर लेखेको छ है। यो दोस्रो तिमोथीको पत्री चाहिँ पावलको जीवनको के हो, सबैभन्दा अन्तिम चाहिँ पत्र हो, अन्तिम चिठी हो है। अन्तिम चाहिँ उसको चाहिँ हैन बाणी हो। अनि त्यतिखेर चाहिँ तिमोथीलाई पत्र लेख्दै गर्दाखेरि, किनभने त्यतिखेर पावलले आफ्नो मृत्युको दिन के थियो, उसले नजिक देखिरहेको थियो। त्यतिखेर पावलले भनेको छ, अब म चाहिँ अर्घ चाहिँ बलि चढाउने लागेको छु है। अब मेरो विदाईको बेला आइपुगेको छ है। अब मेरो निम्ति मेरो परमेश्वरले धार्मिकताको मुकुट राखिदिनु भएको छ। मलाई मात्र होइन, उहाँको आगमनलाई प्रेम गर्नेहरूलाई पनि उहाँले दिनुहुन्छ। आफ्नो मृत्युको दिन नजिक उहाँले देखिरहेको थियो। तर त्यो मृत्युमा उहाँ जानुभन्दा अगाडि उहाँले चाहिँ अन्तिम पत्र तिमोथी भन्ने व्यक्तिलाई लेखेको छ। अनि यो पत्र लेख्दै गर्दाखेरि पावलले के भनेछ भने, तिमोथी, म एउटा परिवारको विषयमा तिमीलाई सम्झना गराउँछु, तिमीलाई म जानकारी गराउँछु। त्यो परिवारको नाम चाहिँ कुन परिवार रहेछ, ओनेसिफोरसको परिवार। अनि यो परिवारले चाहिँ मलाई बारम्बार के पारे रे, शीतल पारे मेरो हृदयलाई भन्छ। ल हेर्नुहोस् त है, आज हाम्रो भाइ राजु बहिनी आज यहाँ एउटा परिवार बनिरहनु भएको छ है। अब यो परिवारबाट धेरैले के पाउनुपर्छ, एउटा शीतलता पाउनुपर्छ है। धेरै परिवारले चाहिँ एउटा शीतल जब मान्छेले पाउँछ नि है, त्यसपछि मान्छेले बल पाउँछ। जस्तै उदाहरणको लागि तपाईँ दिनभरि घाममा टन्टलापुर घाममा काम गर्दै हुनुहुन्छ। अनि काम गर्दै गर्दाखेरि तपाईँको शरीर पुरै पसिनाले भिजेको हुन्छ। अनि तपाईँलाई हैन कुनै रुखको एउटा छायामा छाहारीमा गएर तपाईँ के गर्नुहुन्छ,
बस्नुहुन्छ। जब त्यो रुखको छारी मुनि बसेपछि तपाईँले शीतल पाउनुहुन्छ। तपाईँको शरीरको सबै पसिनाहरू फेरि सुक्दै जान्छ अनि त्यो थाकेको गलेको शरीरमा फेरि भित्रबाट के हुन्छ, काम गर्ने ऊर्जा चाहिँ त्यहाँनिर फेरि काम गर्ने बल तागत फेरि है एकदमै होइन उत्पादन भएर आउँछ। फेरि गएर तपाईँ तण्डलापुर घाममा के गर्नुहुन्छ, काम गर्नुहुन्छ। किनभने शीतलताले चाहिँ हामीले के दिन्छ, बल दिन्छ है, हामीलाई साहस दिन्छ है, हामीलाई हौसला प्रेरणा दिन्छ। यस कारण त हाम्रो भाइ होइन राजु बहिनी अन्जिता है तपाईँहरू आज एउटा परिवार बनिरहनु भएको छ। अब यो परिवारबाट चाहिँ धेरै एउटा शीतलता पाउने कारण बन्नुपर्छ। धेरैको मनलाई धेरैको हृदयलाई शीतलता दिने कारण तपाईँहरू बन्नुपर्छ है। धेरैको हृदय मनले सान्त्वना पाउने कारण तपाईँहरू हुनुपर्छ। जसरी हेर्नु त कफरनहुममा प्रभु यीशु पस्नुभयो है, जुन घरमा प्रभु यीशु हुनुहुन्छ भन्ने कुरा जब सुन्यो चारैतिरबाट मान्छेहरू के भए त्यहाँनिर भेला भयो। किनकि कफरनहुमको अर्थ हुन्छ सान्त्वनाको घर है, सान्त्वनाको घर हो। त्यस कारण त हाम्रो भाइ र बहिनी एउटा सान्त्वना दिने शीतलता दिने एउटा परिवार चाहिँ बन्नुपर्छ। हेर्नुहोस् त प्रभुका दास पावलले पनि के पाए अरे, त्यो परिवारबाट शीतलता पाएको छ। त्यतिखेर पावल जेलमा थियो है, एउटा होइन साङ्लाले बाँधिएर बसिरहेको थियो है, बारम्बार भिजिट गर्दै जाँदै है प्रभुको दास पावलले पनि के पाए, शीतल सान्त्वना पाए है। अनि त्यो जेलभित्रको जीवन पनि उहाँले के गर्न सक्यो, सहज प्रकारले चाहिँ त्यो जीवनलाई उहाँले चाहिँ होइन सामना गर्न सक्यो। किन, ओनेसिफोरसको परिवारको होइन भिजिटले सङ्गतिले गर्दा। यस कारणले गर्दाखेरि आज हाम्रो भाइ र बहिनी पनि यस्तै परिवार हुनुपर्छ। अनि अर्को कुरा, यो परिवार चाहिँ हेर्नुहोस् न यहाँनिर भन्छ है, यो परिवार चाहिँ मेरो साङ्लासँग के गरेनन् अरे, लजाएन भन्छ है। अनि तिनी रोममा आएर खुबै मलाई यातनासित भेटाए है, मलाई खोजे भन्छ। मान्छे यो ओनेसिफोरसको परिवार चाहिँ कस्तो रहेछ, दुःखसँग है यो परिवार चाहिँ के गरेन, कति पनि ऊ चाहिँ पछि हटेन, दुःखसँग उनीहरू लजाएन है। प्रभुका दास पावल त्यतिखेर जेलमा थियो, साङ्लो नै बाँधेर राखेको थियो। अनि घरिघरि त्यो जेलमा जाँदै उहाँले भेट्नु हुँदो रहेछ है। अनि यहाँनिर भनेछ यत्न गरेर मलाई खोज्यो। त्यतिखेर रोममा एउटा मात्र जेल थियो र, रोम सहरभरि कतिवटा जेल थियो होइन, कुन चाहिँ जेलमा छ होला प्रभुको दास पावल भन्दै उहाँहरू के गर्दै जानुभएछ, खोज्दै 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 जाँदाखेरि त एउटा जेलमा चाहिँ प्रभुको दास पावललाई भेटाएछ। अनि यहाँनिर भनेछ उनीहरू मलाई खुबै यत्न गरेर खोजे अनि मलाई के गरेर भेटाए भन्छ। अनि उनीहरू मेरो साङ्लासँग के गरेन, लजाएन। यस कारणले गर्दा हाम्रो भाइ र बहिनी यस्तो परिवार बन्नुपर्छ, तपाईँहरू दुःखसँग है समस्यासँग आइपर्ने जस्तोसुकै जटिल परिस्थितिसँग पनि के गर्नु हुँदैन, तपाईँहरू चाहिँ होइन डराउनु हुँदैन, लजाउनु हुँदैन। परिवार मिलेर त्यो समस्यालाई है त्यो परिस्थितिलाई के गर्नुपर्छ, तपाईँले सामना गर्न तपाईँहरू है तयार हुनुपर्छ है। किनभने वैवाहिक जीवन भनेको सधैँ सुख हुन्छ भन्ने ग्यारेन्टी छैन, सधैँ दुःख हुन्छ भन्ने ग्यारेन्टी पनि छैन। त्यस कारणले गर्दा वैवाहिक जीवन भनेको दुःख र सुखको एउटा मिश्रित जीवन अरे क्या है, दुःख र सुखसँग मिसिएको एउटा मिश्रित जीवन अरे वैवाहिक जीवन छ, बरोबर त। त्यस कारणले गर्दा तपाईँहरूको जीवनमा सधैँभरि होइन सुखै सुख हुन्छ भन्न पनि सकिँदैन, सधैँभरि दुःखै दुःख हुन्छ भन्ने सकिँदैन है। जीवनमा दुःख सुख उकाली ओह्राली होइन जीवनमा आउँछ, तर जस्तै परिस्थितिमा पनि होइन तपाईँहरू के गर्नुहुन्न होइन, संसारमा मान्छेले भन्छ नि दुःखमा चाहिँ नातिनु होइन सुखमा नमात्तिनु भन्छ नि। सुख हुँदाखेरि मात्तिनु हुँदैन, दुःख पर्दाखेरि आत्तिनु हुँदैन है। यस कारणले गर्दाखेरि यो ओनेसिफोरसको परिवार हेर्नुहोस् त है, प्रभुको दास पावल है को दुःखमा उनीहरू के भएको छ, सहभागी भएको छ। दुःखमा उनी पनि दुःखी भएर त्यहाँनिर होइन भिजिट गरिरहेको छ। त्यस कारणले गर्दाखेरि आज हामी दुःखसँग होइन समस्यासँग है कहिले पनि के गर्नु हुँदैन, लजाउनु हुँदैन, पछि हट्नु हुँदैन है। अनि तेस्रो कुरा हेर्नुहोस् त तल गएर भन्छ एफिससमा तिमीले कति धेरै कुरामा मेरो सेवा गरे है, त्यो त तिमीलाई राम्ररी थाहा छ। सेवा गर्नु भनेको एक अर्कालाई के गर्नु, सहायता पुर्याउनु है। एक दोस्रोको घटी कमी खाँचोलाई देखेर होइन त्यसमा चाहिँ सहयोगी हातहरू बढाउनु, सेवा गर्नु चाहिँ है। जब प्रभुको दास पावललाई त्यतिखेर हेर्नुहोस् त एफिसस भन्ने जग्गामा है धेरै प्रकारको
समस्याहरू उहाँलाई हुँदाखेरि त्यतिखेर ओनेसिफोरसको परिवारले के गरे अरे सहायता पुर्यायो है। एउटा सहयोगी हैन आज हैन परिवार चाहिँ तपाईँहरू बन्नुपर्छ है। अनि मात्रै तपाईँहरूको यो परिवार चाहिँ के हुन्छ एउटा सुखमय परिवार बन्न सक्छ। हेर्नुहोस् त ओनेसिफोरसको परिवारबाट हामीले 3 कुरा हामीले हेर्यौँ। यो परिवारबाट प्रभुको दास पावल आफैले पनि सान्त्वना पाए है। अनि यो परिवार प्रभुको दास पावलको दुःखसँग लजाएन, त्यो दुःखमा उनीहरू पनि के भए सहभागी भए। त्यो दुःखमा उनीहरूले मलमपट्टि गर्ने काम गरे है। दुःखसँग लजाएन उनीहरू हैन भागेन। तेस्रो कुरा है प्रभुको दास पावललाई हैन त्यतिखेर धेरै कुराहरूको समस्याहरू हुँदाखेरि खाँचोहरू हुँदाखेरि है उनीहरूले सहयोगी हातहरू बढाएर के गरेको रहेछ प्रभुको दास पावलको खाँचोलाई पुरा गर्दै रहेछ। त्यसकारण पावलले तिमोथीलाई पत्र लेख्दै गर्दाखेरि यो ओनेसिफोरसको परिवारलाई के गरे सम्झना गरे। आज यस्तै परिवार आज भाइ र बहिनीको परिवार बन्नुपर्छ है। त्यसको निम्ति भाइ र बहिनीले के गर्नु पर्यो है प्रभुलाई आफ्नो सामने राख्नुपर्छ है। यदि प्रभुलाई तपाईँले आफ्नो सामने राख्नु भएन भने है प्रभु बाहेक तपाईँहरूको बिचमा चाहिँ अर्को 3rd व्यक्ति जब पस्यो भने तपाईँको परिवार के हुन्छ भताभुङ्गी बनाइदिन्छ है। तर तपाईँ 2 जनाको बिचमा प्रभु हुनुपर्छ है। प्रभु बाहेक अरू व्यक्ति चाहिँ त्यहाँ प्रवेश गर्यो भने पारिवारिक जीवन हैन एकदमै लथालिङ्गी हुन्छ है। पारिवारिक जीवन एउटा सफल जीवन बन्न सक्दैन। त्यसकारणले गर्दा प्रभुलाई पहिलो स्थान दिनु अनि सधैँभरि प्रभुलाई आफ्नो सामने राख्नुपर्ने छ। अनि मात्रै हैन पारिवारिक जीवन सुखमय बन्न सक्छ। जसरी जोनाथन र दाउदले उनीहरूले 2 जनाले बाछा बाँधे मेरो परिवार र तिम्रो परिवारको बिचमा, मेरो वंश र तिम्रो वंशको बिचमा को रहिरहन् प्रभु रहिरहन् भनेर उनीहरूले के गरे बाछा बाँधे है। जब प्रभु है बिचमा जब मध्यस्थकर्ता भएर जब बस्नुहुन्छ है पारिवारिक जीवन आशिषित बन्छ है। अनि हामीले हेर्यौं यो ओनेसिफोरसको परिवार जुन परिवारबाट 3 कुरा हामीले हेर्यौं है। अब हाम्रो भाइ र बहिनी एउटा परिवार बन्ने हुनुहुन्छ। अब भाइ र बहिनीको जीवनमा यो 3 कुरा चाहिँ के गर्नुपर्छ पाइनुपर्छ है। अनि मात्रै हैन अझै प्रभुले तपाईलाई के दिनुहुन्छ आशिष प्रभुले दिँदै लानुहुन्छ है। त्यसकारणले गर्दाखेरि अब हामीले यहाँनिर 1-2 पद हेरौँ। आउनुहोस् त। अब यहाँनिर भाइको कर्तव्य बहिनीको कर्तव्य चाहिँ के हो त पारिवारिक जीवन है व्यतीत गर्दाखेरि पुरा गर्नुपर्ने। आउनुहोस् तपाईहरु मैले यहाँनिर एफिसीको किताबमा आउनुहोस्। अब एफिसीको पत्रीमा आउनुहोस् त। एफिसीको किताब अब यहाँनिर पढिदिनुहोस् है। 5 अध्यायमा आउनुहोस्। एफिसीको किताब 5 अध्यायको ल त्यहाँ बहिनीलाई नि यसो बाइबल खोल्नको लागि मद्दत गरिदिनुहोस्। एफिसी 5 अध्याय 22 पददेखि पढ्दै जानु त सर। र हे पत्नीहरू यहाँनिर है बहिनीलाई भनिरहेछ हे पत्नीहरू हो प्रभुको अधीनतामा रहे झैं आफूलाई आफ्नो पतिको बहिनीले याद गर्नु पर्यो है। प्रभुको अधीनमा रहे झैं आफ्नो पतिको अधीनतामा के गर्नु पर्यो बहिनी बस्नु पर्ने रहेछ है। अनि तल पढ्दै जानुहोस् त। किनकि पति चाहिँ पत्नीको शिर हुन् जसरी ख्रीष्ट पनि मण्डलीका शिर हुनुहुन्छ। उहाँ नै शरीरका मुक्तिदाता हुनुहुन्छ है। पहिलो कुरा बहिनी चाहिँ एउटा अधीनतामा रहेको जीवन हुनुपर्छ है। हिजोको दिनसम्म बहिनी आफू खुसी आफ्नो तरिकाले उहाँ जिउनु हुँदै थियो है। तर अब आजदेखि परिवारभित्र उहाँ गाभिँदै हुनुहुन्छ। अब आजदेखि हैन भाइ बहिनीको अधीनतामा बहिनी पनि भाइको अधीनतामा रहनुपर्छ है। एक आपसी सरसल्लाह बिना तपाईँले केही पनि कदम तपाईँले चाल्नु मिल्दैन है। त्यसो गऱ्यो भने पारिवारिक जीवन फेरि के हुन्छ है एकदमै लथालिङ्गी हुन पुग्छ है। त्यसकारणले गर्दा एक दोस्रोको अधीनतामा है। अनि बहिनीले चाहिँ जहिले पनि भाइलाई चाहिँ के गर्नुपर्छ एउटा शिरको स्थानमा राख्नुपर्ने रहेछ है। शिरको ठाउँमा राख्नुपर्ने रहेछ भाइलाई है। अनि तेस्रो कुरा यहाँनिर के भन्दैछ पढ्नुहोस् त। त्यसको 24 पद यसकारण जसरी मण्डली ख्रीष्टको अधीनमा छ उसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिका निम्ति
बहिनी चाहिँ भाइप्रति पूर्ण रूपमा समर्पितको जीवन हुनुपर्छ है। बहिनी चाहिँ पहिलो कुरा अधीनतामा राख्नुपर्छ है। दोस्रो कुरा एउटा शिरको स्थानमा राख्नुपर्छ आफ्नो श्रीमानलाई। तेस्रो कुरा श्रीमान प्रति पूर्ण के हुनुपर्छ? समर्पितको जीवन हुनुपर्छ। अब भाइको विषयमा बाइबलले के भन्छ? अब 25 पद पढ्नुहोस् त। हे पतिहरू भन्छ बाइबलले के भन्छ? आफ्नो पत्नीलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो त्यसका निम्ति भाइले याद गर्नु पर्यो हैन। बहिनीलाई चाहिँ आफैलाई चाहिँ उहाँले पनि प्रेम गर्नु पर्यो है। जसरी ख्रीष्टले मण्डलीलाई हैन प्रेम गर्नुभयो आफैलाई अर्पण गर्नु भनेपछि प्रेममा चाहिँ के हुनु पर्यो? बलिदान पनि हुनु पर्यो। प्रभु त है प्रभुले तपाईहरु मलाई जुन पनि प्रेम गर्नुभयो नि त्यो प्रेम गरे बापत उहाँ क्रुसमा झुन्डेर के पनि गर्नुभयो? मर्नु पनि भएन हैन। यसकारण गर्दा भाइले बहिनीलाई प्रेम गर्नुपर्छ है। तर त्यो प्रेम चाहिँ कस्तो खालको हुनुपर्छ? बलिदान सहितको प्रेम हुनुपर्छ है। बलिदान पूर्ण प्रेम चाहिँ भाइले गर्नुपर्छ बहिनीको हरेक दुःखमा सुखमा हैन। अब स्त्री जाति हो, धेरै कुराहरुमा कमजोरी हुन्छ हैन। सबै कुराहरु भाइले सहेर के गर्नुपर्छ है? बहिनीलाई प्रेम गर्नुपर्छ। त्यो प्रेम चाहिँ एउटा बलिदानपूर्ण प्रेम हुनुपर्छ। किनभने हामीले यहाँनिर पढ्यौं नि हैन, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो त्यसका निम्ति आफैलाई के गर्नुभयो? अर्पण गर्नुभयो भन्छ हेर्नुस् त है। एउटा बलिदान सहितको प्रेम चाहिँ भाइले गर्नुपर्छ है। अब त्यसपछि 29 पद पढ्नुस् त्यसैको 29 पद। किनकि कुनै पनि मानिसले कहिले शरीरलाई घृणा गरेको छैन, त्यसलाई पालन पोषण र स्याहार सुसार गर्दछ जसरी प्रभुले पनि मण्डलीलाई गर्नुभयो है। अब बहिनीलाई स्याहार सुसार गर्नु, पालन पोषण गर्नु, देखरेख गर्नु भाइको के एउटा जिम्मेवारी हो है। भाइको एउटा कर्तव्य। बहिनीको कर्तव्य अधीनतामा रहनुपर्ने छ। भाइलाई श्रीमानलाई जहिले पनि आफ्नो शिरको स्थानमा राख्नुपर्छ अनि आफ्नो श्रीमानप्रति के हुनुपर्छ? समर्पितको जीवन हुनुपर्छ है। अनि त्यसपछि भाइले पनि के गर्नु पर्यो है? बहिनीलाई प्रेम गर्नु। त्यो प्रेम चाहिँ बलिदान सहितको प्रेम हुनुपर्छ है। मुखको मात्र प्रेम होइन, काम र व्यवहारको कर्म सहितको प्रेम तपाईले गर्नुपर्ने हुन्छ। अनि त्यसपछि बहिनीको हरेक अवस्थामा स्याहार सुसार गर्ने, पालन पोषण गर्ने एउटा जिम्मेवारी पनि तपाईमाथि थपिएको छ है। अब त्यसपछि तेस्रो कुरा के भन्छ हेर्नुस् त, 31 पदलाई पढिदिनुस्। अब यही कारणले गर्दा मानिसले आफ्नो बाबु र आमालाई छोड्दछ, पत्नीसँग मिलिरहन्छ, ती दुवै एउटै शरीर हुनेछन्। अब भाइले के गर्नु भएन? बहिनीलाई त्याग्नु चाहिँ मिल्दैन है। आजदेखि यहाँनिर के भनेको छ? यस कारण गर्दा मानिसले आफ्नो बाबु र आमालाई छोड्छ तर पत्नीसँग मिलिरहनेछ अनि ती दुई एउटै शरीर हुनेछ है। छोडपत्र त्यागपत्र भन्ने कुरा है बाइबलले अनुमति दिँदैन है। अब भाइ र बहिनी के हुन्? अब एउटै शरीर हुन् है। बरु है यहाँनिर भन्छ आमा बाबु बरु उनीहरूले छोड्न सक्छ तर श्रीमान श्रीमती चाहिँ के हो? एउटै शरीर हो है। त्यसकारणले गर्दाखेरि हाम्रो हैन भाइको बाबाले आमाले पनि के जान्नु पर्यो है? छोरा बुहारी मिलेकोमा तपाईहरु पनि खुसी हुनुपर्छ है। आज कतिजना घर परिवारभित्र कस्तो हुन्छ अरे भन्दा नि सासूहरू चाहिँ एकजनाले सोधे अरे के छिमेकीले कुनै एउटा सासू आमालाई, तपाईको छोरी चाहिँ कस्तो हुनुहुन्छ भने सोधे अरे के। मेरो छोरी चाहिँ यति साह्रो लक्षण कि छन् है। मेरो है छोरीलाई त ओछ्यानमै ज्वाइँले चिया लिएर दिन्छ भनेर एकदमै गुणगान गाएर के। पछि तपाईको बुहारी चाहिँ कस्तो छ नि भन्दाखेरि मेरो बुहारी त यति साह्रो अल्छिनी छ, छोराले चाहिँ ओछ्यानमै चिया ल्याएर दिनुपर्छ भनेर के। अनि चाहिँ आफ्नो छोरीलाई ज्वाइँले चाहिँ ओछ्यानमा लगेर चिया दिँदा छोरी गुणवती लक्षण के भयो? बुहारीलाई चाहिँ छोराले ओछ्यानमा चिया लिएर जाँदाखेरि के भयो? बुहारी चाहिँ अलिछिने भयो होइन र है। आज यस्तो किसिमको हैन आज प्रथाहरू चाहिँ आज हाम्रो समाजभित्र छ है। अनि चाहिँ यसकारणले गर्दाखेरि यो कुरा जान्नुपर्छ हरेक भाइको आमा बाबुले
है छोराबुहारी मिलेको होइन उनीहरूको खुसीमा तपाईँहरू पनि खुसी हुन सक्नुपर्छ है। यस कारणले गर्दा यहाँनिर बरु बाबु आमालाई छोड्छ तर उनीहरू के गर्छन् अरे दुईजना एउटै शरीर हुनेछ है अनि उनीहरू मिलिरहनेछ। त्यस कारणले गर्दाखेरि होइन यो परमेश्वरको वचन बाइबलले कुरा भन्दछ। त्यस कारणले गर्दा हामीले तीनवटा कुरा हेऱ्यौँ। बहिनी अधीनतामा रहनुपर्ने छ, भाइलाई जहिले पनि एउटा शिरको स्थानमा राख्नुपर्छ अनि समर्पित हुनुपर्छ पक्का आफ्नो श्रीमान प्रति। अनि भाइले चाहिँ बहिनीलाई प्रेम गर्नु, त्यो प्रेम चाहिँ मुखको होइन है बलिदान सहितको प्रेम हुनुपर्छ है। अनि त्यसपछि बहिनीको स्याहार सुसार पालन पोषण देखरेखको जिम्मा चाहिँ भाइले गर्नुपर्छ है। अनि त्यसपछि बहिनीलाई के गर्नु हुँदैन है त्याग्नु हुँदैन है। जस्तै परिस्थितिमा पनि त्याग पत्र छोड पत्र भन्ने कुरा चाहिँ होइन हुँदैन। किनभने अहिले हाम्रो भाइ र बहिनीको बिचमा तपाईँ र म मात्रै होइन साक्षी, उहाँहरूको विवाहमा चाहिँ को पनि साक्षी हुनुहुन्छ, प्रभु पनि साक्षी हुनुहुन्छ, बाइबल हुन्छ है। अब यो पद पढेर हामी वचन सेवालाई राख्नेछौँ। आउनुहोस् त। यस कारणले गर्दा भाइ र बहिनीले यो कुरा याद गर्नुपर्छ है तपाईँहरूको विवाहमा प्रभु पनि को हुनुहुन्छ, साक्षी हुनुहुन्छ भन्छ। आउनुहोस् तपाईँहरू मैले यो कुरा हामी कहाँ पाउँछौँ, मलाकीको किताब मिकाको किताबमा मिकाको पुस्तकमा हुनुपर्छ। आउनुहोस् ल मिकाको किताब 2 अध्याय आउनुहोस्। 2 अध्याय मिका 14-15 पदलाई पढिदिनुहोस्। मिका 2को 14-15 पद। मिकाको किताब माफ गर्नुहोस् मिका होइन मलाकीको किताब रहेछ। मलाकी 2को 14-15 रहेछ। ल पढिदिनुहोस् त मलाकी 2को 14-15। तरै पनि तिमीहरू भन्छौ त्यो किन किनभने परमप्रभु तिमी र तिम्रो जवानीको पत्नीको बिचमा साक्षी हुनुभएको छ। प्रभु पनि को हुनुहुन्छ, साक्षी हुनुहुन्छ। अनि जुन पत्नीसित तिमीले विश्वासघात गरेका छौ तर उता तिम्री जवानी साथी र तिम्रो बाचाकी पत्नी हो। अनि उहाँले एउटैले मात्र बनाउनु भएन र जबकि उहाँसँग आत्माको रहल भाग थियो। अनि किन त्यस एउटैलाई खोज्नुहुन्छ। यसकारण आफ्नो आत्माको विषयमा होशियार हो र कसैले आफ्नो जवानीको पत्नीसँग विश्वासघात नगरोस्। भाइले याद गर्नुपर्छ है तपाईहरुको विवाहमा है हामी मात्र होइन प्रभु पनि को हुनुहुन्छ, साक्षी हुनुहुन्छ। अनि यहाँनिर है तिमीले आफ्नो जवानीको पत्नीलाई के नगर्नु अरे, विश्वासघात नगर्नु है। किनभने ऊ के हो, तिम्रो बाचाको पत्नी हो भनेर यहाँनिर बताएको छ हैन। अनि तल गरे हुन्छ यसकारण आफ्नो विषयमा होशियार हो, कसैले आफ्नो जवानीको पत्नीलाई विश्वासघात नगर्नु। यसकारण त बाइबलले है यो छोड पत्र भन्ने कुरा बाइबलले अनुमति दिँदैन। तर आज मान्छेले संसारमा गरिरहेको छ, किन? आफ्नै असंयमताको कारणले गर्दा मान्छेले संसारमा गरिरहेको छ, तर बाइबलले यो कुराको अनुमति दिँदैन। यसकारणले गर्दाखेरि आज हामीले यो तीनवटा कुराहरू भाइ बहिनीले एक आपसमा पुरा गर्नुपर्ने के हो, कर्तव्य हो, उत्तरदायित्व हो है। अनि भाइ र बहिनीको परिवार ओनेसिफरसको परिवार जस्तै प्रभुले बनाइदिउन् भनिकन आज हामी मण्डलीले के गर्नुपर्छ, प्रार्थना गरिदिनुपर्छ है। प्रभुले आफ्नो वचनमा आशिष दिएका हुन्। अब यो 9 दाम्पत्य जोडीको लागि हामीले है व्यक्तिगत पारिवारिक माण्डलिक रूपमा पनि हामीले प्रार्थना हामीले गरिदिनु पर्दछ। प्रभुले हामीलाई सहायता गरेको